विश्वमा बढ्दो युद्ध ताजा खबर वर्ल्ड क्राइसिस एक्सप्लेन्ड। आजको संसार प्रविधिमा अगाडि बढिरहेको छ। मानिस चन्द्रमा र मंगल ग्रहको सपना देखिरहेको छ, तर पृथ्वीमै भने शान्ति हराउँदै गएको जस्तो देखिन्छ। अहिले विश्वका धेरै देशहरू युद्ध र सङ्घर्षको चपेटामा छन् र यसको असर केवल ती देशमा मात्र होइन, पुरै संसारमा परिरहेको छ। सबैभन्दा पहिले कुरा गरौँ युरोपको। युक्रेन र रसिया बीच 2022 देखि सुरु भएको युद्ध अझै जारी छ। शहरहरू ध्वस्त भएका छन्, लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। ड्रोन, मिसाइल र आधुनिक हतियार प्रयोगले युद्ध पहिलेभन्दा अझ खतरनाक बनेको छ। विश्लेषकहरू भन्छन्, यो केवल दुई देशको युद्ध होइन, यो शक्ति र प्रभावको लडाईँ हो। अब जाउँ मध्यपूर्वतिर। गाजा स्ट्रिपमा भइरहेको सङ्घर्षले विश्वको ध्यान तानेको छ। इजरायल र हमास बीचको युद्धले हजारौं परिवारलाई असर गरेको छ। अस्पताल, घर र विद्यालय समेत प्रभावित भएका खबरहरू आइरहेका छन्। विश्वभर शान्तिको अपिल भइरहे पनि समाधान अझै टाढा देखिन्छ। अर्कोतर्फ अफ्रिकाको सुदान गृहयुद्धले ठूलो मानवीय सङ्कट सिर्जना गरेको छ। सेना र विद्रोही समूहबीचको सङ्घर्षका कारण मानिसहरू खाना, पानी र सुरक्षित बासको अभावमा छन्। धेरै विशेषज्ञहरूले यसलाई अहिलेको सबैभन्दा बेवास्ता गरिएको युद्ध भनेका छन्। यमन, लेबनान र अन्य क्षेत्रहरूमा पनि तनाव बढिरहेको छ। सानो झगडा पनि ठूलो युद्धमा बदलिन सक्ने डर बढ्दै गएको छ। प्रश्न उठ्छ, किन संसारमा युद्ध रोकिँदैन? कारण धेरै छन्: शक्ति, राजनीति, सीमा विवाद, धर्म र आर्थिक स्वार्थ। तर परिणाम एउटै हुन्छ: साधारण मानिसको पीडा। आजको विश्व आपसमा जोडिएको छ। एक देशमा युद्ध भयो भने तेलको मूल्य बढ्छ, खाद्यान्न महँगो हुन्छ र यसको असर नेपाल जस्ता देशमा पनि देखिन्छ। त्यसैले विश्वको युद्ध केवल टाढाको खबर होइन, यो हाम्रो दैनिक जीवनसँग पनि जोडिएको वास्तविकता हो। इतिहासले देखाएको छ, हरेक युद्धको अन्त्य वार्ताबाट नै भएको छ। हात हतियारले जित मिल्न सक्छ, तर स्थायी शान्ति कहिल्यै मिल्दैन। आज संसारलाई चाहिएको छ शक्ति होइन, समझदारी, घृणा होइन, संवाद। किनकि अन्ततः हामी सबै एउटै पृथ्वीका नागरिक हौं। शान्ति नै भविष्य हो।